व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले उनलाई पक्राउ गरेको छ। कैलाली निवासी भट्टलाई सम्पत्ति शुद्धिकरणको अनुसन्धानको क्रममा पक्राउ गरिएको जनाइएको छ। सम्पत्ति शुद्धिकरण विभागले केही दिन अघि मात्र उनको पासपोर्ट रोक्का गरेको थियो। सम्पत्ति शुद्धिकरण विभागले भट्टमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको थियो। विभागले भट्टमाथि 3 अर्ब 81 करोड रुपैयाँ दुरुपयोगको आरोपमा अनुसन्धान अगाडि बढाइरहेको छ। भट्टले गम्भीर आर्थिक दुरुपयोगको आशंकामा छानबिन सुरु गरेको विभागले नेपाल बीमा प्राधिकरणलाई गत फागुन 28 गते पत्राचार गर्दै विभिन्न बीमा कम्पनी र कोषहरूको अर्बौं रुपैयाँ दुरुपयोग गरेको विषयमा 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। विभागका अनुसार भट्टमाथि दोस्रो बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडका विभिन्न कम्पनीहरूको सेयर खरिद गर्नका लागि हिमालयन रिइन्स्योरेन्स र यससँग आबद्ध अन्य संस्थाहरूको 3 अर्ब 81 करोड 46 लाख 4,230 रुपैयाँ 17 पैसा बराबरको रकम दुरुपयोग गरेको आरोप छ। विभागको पत्रमा उल्लेख भएअनुसार भट्टले हिमालयन रिइन्स्योरेन्सबाट 2 अर्ब 73 करोड 33 लाख 15,160, त्यस्तै हिमालयन सेक्युरिटिजबाट 2 करोड 21 लाख 97,144 रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीबाट 37 करोड र लार्ज क्याम्प फन्डबाट 35 करोड 14 लाख 84,748 रुपैयाँ अपचलन गरेको आरोप छ। यस्तै नेपाल माइक्रो इन्स्योरेन्सबाट 16 करोड 17 लाख 42,873 पनि अपचलन गरेको उल्लेख छ। सो रकम धितोपत्र दलाल इजाजत नम्बर 55 रहेको भ्रिकुटी स्टक ब्रोकिङ कम्पनी मार्फत भुक्तानी गरी सेयर खरिद गरेको विभागको दाबी छ। भट्टबारे अनुसन्धानमा संलग्न स्रोत अनुसार हिमालयन रिइन्स्योरेन्ससँगै हिमालयन सेक्युरिटिज, नेपाल लाइफ इन्स्योरेन्स, एचएलआई लार्ज क्याम्प फन्ड, नेपाल माइक्रो इन्स्योरेन्स समेत अनुसन्धानको दायरामा छन्। स्रोतले दिएको जानकारी अनुसार सम्पत्ति शुद्धिकरण विभागले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा 20 भन्दा बढी अभियुक्तहरू हुन सक्ने देखिएको छ। यसमा भट्टसहितका अन्य उद्योगी र व्यापारी र उनका पारिवारिक सदस्य समेत छन्। हिमालयन रिइन्स्योरेन्सको बोर्डमा रहेका सबै अनुसन्धानको दायरामा छन्। केहीसँग बयान समेत लिइसकिएको विभाग स्रोतले बतायो। बोर्डको अध्यक्षमा शेखर गोल्छा थिए। उनले चैत 8 मा पदबाट राजीनामा दिएका थिए। अन्यमा भट्टको मुख्य सहयोगी शङ्कर समूहका सञ्चालक साहिल अग्रवाल हिमालयन रिइन्स्योरेन्सको बोर्डमा छन्। अन्यमा रोहित गुप्ता, अमिर मोर, रमिर मोर, शुभेच्छा खरेल, सुभाष जुनजुनवाला सदस्य छन्। वैध रूपमा 45 करोड दिएको राष्ट्र बैङ्कको अनुसन्धानमा खुलेको जगदम्बा अध्यक्षमा साहिल अग्रवाल रहेका छन्। 2078 मा जगदम्बाले दीपकको खातामा 45 करोड दिएको घटनापछि नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाइले अनुसन्धान सुरु गरे पनि राजनैतिक प्रभावका आधारमा उनी अनुसन्धानको दायरामै आएका थिएनन्। सत्तामा पहुँचको प्रभावले उनी गम्भीर वित्तीय अपचलनमा संलग्न रहेको प्रमाणहरू सङ्कलन हुँदा पनि औपचारिक अनुसन्धानका लागि नेपाल राष्ट्र बैङ्क र सम्पत्ति शुद्धिकरण विभागले एक अर्कामा जिम्मेवारी पन्छाउँदै आएका थिए। जेनजी आन्दोलनसँगै सत्ता बदलिएर अर्थमन्त्रीमा रामेश्वर खनाल आएपछि उनले भट्टबारे अनुसन्धान अगाडि बढाउन निर्देशन दिए। फागुन 21 को निर्वाचनबाट सत्तामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन्द्र शाह नियुक्त भएपछि अनुसन्धानले औपचारिक आकार लियो। विभागले सोमबार भट्टको राहदानी कालो सूचीमा राख्न लगायो। स्रोतका अनुसार उनीहरूले हिमालयन रिइन्स्योरेन्सको प्रतिस्पर्धी कम्पनी नेपाल रिइन्स्योरेन्सको बहुमत सेयर आफ्नो खातामा ल्याउन आफू संलग्न कम्पनी र त्यसका सहायक कम्पनीको रकम दुरुपयोग गरेको खुलेको छ। त्यसमा उनीहरूलाई भ्रिकुटी स्टक ब्रोकर कम्पनीले अनधिकृत रूपमा सघाएको अनुसन्धानमा खुलेको छ। भ्रिकुटी मार्फत नेपाल रिइन्स्योरेन्सको करिब 3 अर्ब बराबरको सेयर भट्टले किनेको अनुसन्धानमा खुलेको छ। अनुसन्धानमा भ्रिकुटीको गतिविधि समेत शङ्कास्पद देखिएपछि सम्पत्ति शुद्धिकरण विभागले यसबारे समेत अनुसन्धान गरेको छ। यो समूहमा सुलभ अग्रवाल, उनको श्रीमती सुभी अग्रवाल समेत जोडिएका छन्। यी दुवै शङ्कर समूहकै सदस्य हुन्। अनुसन्धानको क्रममा उनले सम्पत्ति शुद्धिकरणसँगै बैङ्किङ कसुर र बिमा सम्बन्धी कानुनहरू समेत उल्लङ्घन गरेको देखिएपछि अहिले विभागले यिनै कसुरहरूमा उनी विरुद्ध मुद्दा लैजाने तयारी गरिरहेको छ। हेर्दै गर्नुहोस् विश्व खबर। फेरि यस्तै सत्य तथ्य तथा नयाँ प्रसङ्गका साथमा उपस्थित हुनेछु। धन्यवाद।